म मर्न चाहदिनँ फेरि यहाँसम्म आउनुपर्छ म चाहिँ हैन क्यामेरा अफ हुँदा मात्रै बोल्ने रे उयो 6 प्याक देखाउ त 3 लट हैन 3 लट हैन वेलकम ब्याक टु न्यू भिडियो अहिले चाहिँ म चाहिँ कुद्नु जानुको लागि रेडी हुँदैछु होइन टक्कसँगले धेरै दिनपछि कुद्नु जान आँटेको होइन बसेर बसेर पेट पनि लागिसक्यो यहाँ बोसो त्यही भएर कुद्नु पर्यो भनेको है त्यही भएर कुद्नुपर्छ जाडो महिना जहिले पनि अल्छी गरेर सुत्नु हुँदैन कुद्नु पर्यो उठ्नु पर्यो अहिलेको जेन्जीहरू पुरै अल्छी छ पुरै अल्छी म जस्तै होइन त गाइस म चाहिँ होइन जाँदैछु 5 पैसा हो मोबाइल चार्ज राखेको चार्जै नभएर अनि अर्को आमाको चार्जमा हालिकन आएको छु मोबाइल 5 पैसाको यहीँ 5 पैसाको छिट्टै रात पर्छ गेटअप यस्तो छ उफ फाँक हुन्छ होला आज कुदेर धेरै दिनपछि कुदेछु फाँक हुन्छ साँच्चै भनेको बोसो लागेर गिद्दी त गाइस अब कुद्नुभन्दा अगाडि हल्का वार्मअप गरेर कुद्नुपर्छ है कुद्दाखेरि म चाहिँ अरू बेला उयोबाट कुद्थेँ आज चाहिँ योबाट कुदेको अब त्यो टाइम स्टार्ट गरेर कुदिहाल्नु पर्ने पऱ्यो टाइम स्टार्ट न हो म चाहिँ अहिले कुद्दै भनेको यहाँबाट यसरी घुमेर फेरि यहाँसम्म आउनुपर्छ म चाहिँ होइन म त मामा आउँदाखेरि जहिले कुदिरहेको छु अँध्यारो म देखेँ कि देखेन गोप्रोमा आएँ म जहिले आउँदैन कुदिरहेको हुन्छु तर अधार कामले गर्दाखेरि कुद्नु पाएको थिइनँ सो धेरै दिनपछि कुद्नु पाउँदा धेरै गर्व लागेको छ होइन भाइहरूले चाहिँ शनिबार बल खेल्ने भनेर बल खेलेर अनि धरान जानुपर्ने छ के अरे छिटुतको बिहामा त्यसपछि फेरि 5 गते फेरि शरदमा आउनुपर्ने छ अझाको गाइस मैले सकिनँ त्यति साह्रो 9 मिनट 17 सेकेन्ड पर तिमी यतासम्मको कुदेको फर्स्ट दिन भएर होला धेरैचोटि कुद्नु सकेन खुट्टा पनि टाइट हुन थाल्यो मसल त्यही भएर हिँड्दैछु अलिकति पर गएर भाइहरू चोरीमा बल खेल्दै रहेछ होइन त्यसपछि त्यहाँ बसेर एकछिन हेर्ने हो म एक्सर्साइज गर्ने अनि जाने हो घर ल गाइज म चाहिँ अहिले होइन बिहामा जानु लागि रेडी हुँदैछु होइन टक्कसँगले रोसिस आइसक्यो म भने रेडी हुँदैछु त्यो भइसक्यो यति नै हो यो बार्ने कपाल बार्ने सक्छु फेरि त बिहा यति छिटो जाने बिहा नि 11 बजे हो भने 11 बजे होइन अहिले नि जाने जाने हो त अहिले नि गोप्री चार्जै गरेको छु म चाहिँ गोप्री चार्ज गर्नु पर्दैछ ए ल पख न जुत्ता लाउनु बाँकी छ अब ऊ अहिले जाने हो त के सघाइदिनु के सघाइदिनु रोसले गर्छ इनोराको पार्टी जाऊ लगाएछ हामी चाहिँ अहिले इनोरा जाँदैछौँ बिहामा बगोटेको होइन अनि 3 जना छौँ हामी यहाँ उसलाई चाहिँ मैले नजाऊ भनेको काममा तिम्रो साउले तिमीलाई बेचेर खान्छ क्या सर 3 करोडको जग्गा पास गर्न जाने अरे तिमीलाई 3 करोडको होइन तिमीलाई दोकानमा राख्नु खोजेको आज काहीँ नआओस् भनेर बुझेनौ क्यामेरा अफ हुँदा मात्रै बोल्ने रे क्यामेरा अन हुँदा सक्दैन क्या बोल्नु
बोल न हो बोल न हो छ्या क्यामेरा अन हुँदा अफ हुँदा मात्रै बोल्ने हो क्यामेरा अफ हुँदा मात्रै बोल्ने रहेछ एक दुई शब्द बोल न हो के बोल्नु काममा जानुपर्छ अब के काम हो जानु पर्दैन आज लगायत हामी चाहिँ यहाँ बिहा स्थानमा आइसकेको छौँ अहिले प्याटी प्यालेसमा यहाँ चाहिँ मण्डप सिँगार्ने काम हुँदैछ र हामी चाहिँ खाँदैछौँ अनि यहाँ चाहिँ भित्र यस्तो छ यहाँको प्याटी प्यालेस चाहिँ देख्न सक्नुहुन्छ टक्कसँगले होइन खालिन्छ बेहुलाभन्दा अगाडि आइपुग्यौँ हामी बेहुला चाहिँ इलामको रहेछ आउँदै दमक कटिसक्यो भन्दै थियो अहिले अब कतिखेर आइपुग्छ यहाँ चाहिँ अहिले बेहुलीको फोटो खिच्ने कार्यक्रम हुँदैछ मान्छेहरू आन्टीहरू आउनुभएको छ बेहुलाको आगमन भएको छ यहाँ चाहिँ होइन बेहुला चाहिँ अलिक कति 12 बजीतिर इलामबाट आइपुग्नु भएको थियो ठ्याक्कसँगले होइन यहाँ आएर यहाँ बेहुलाको फोटो खिच्ने कार्यक्रम हुँदैछ होइन ब्याकग्राउन्डमा म्युजिक बजेको कारण कपिराइट लाग्छ भनेर मैले साउन्ड मात्र बजाएँ होइन बेला चाहिँ ह्यान्डसम नै छ हेर्न सकिन्छ त्यहाँ यो भाइ चाहिँ मलाई सलमान खान जस्तो लाग्छ भाइ जिम गर्थ्यौ तिमी पहिला जिम गर्थ्यौ पहिला तिमी होइन सेम सलमान खान जस्तो बढी छ यार यस्तो गर एकचोटि यस्तो गर न यहाँ चाहिँ पानीपुरी पनि छ है टक्कसँगले भाइहरू खाँदैछ मजाले खाउला भाइ मजाले खाउला गाइस हामी चाहिँ अहिले जिलेबी खाइदियौँ होइन हामी चाहिँ अहिले सेक्युरिटी गार्ड बसिसकेको छौँ उरोमा अनि पानीपुरी मिठो थिएन नि होइन मिठो थियो खल्लो खल्लो टाइपको थियो खल्लो खल्लो टाइपको थियो जेरी चाहिँ मिठो छ के पुगेन जस्तो लाग्यो जलजिरा हामी गएर टक्क गरेर बाहिरबाट किनेर ल्याएर यो त 2 घन्टापछि राखेको त अहिले हो अगाडि राखेको यो त हामीलाई चाहिँ यहाँ के भन्छ गार्ड राखेको छ होइन मान्छेहरू बाहिरबाट को आउँछ त्यो मान्छेलाई खेताउनु पर्ने 2-3जनालाई खेताइसक्यो अनि प्लेट चाहिँ यहाँ सकिसकेको छ जम्मा के अरे फ्रीमा खाना आउँदैछ कोही कहाँ छ यहाँ चाहिँ यस्तो बुढोहरूलाई चाहिँ खेताउनु पर्ने हुन्छ होइन बाजे कहाँ आउनुभएको तपाईँ आउनुभएको यिनीहरूबाट आएको मान्छे जहाँ पनि छिर्न पाइन्छ नि त पर्मिसन छैन कि बाहिरबाट आउने मान्छेहरूलाई त्यसरी खेताउने गर्छन् होइन त्यस्तै भन्नुभएको छ हामीलाई चाहिँ टक्कसँगले यहाँ चाहिँ हाम्रो ह्यान्डसम भाइहरू खानुहुँदैछ फेरि 3 लट भइसक्यो होइन त 3 लट होइन 3 लट होइन 3 लट खाएको होइन ओ क्यामेरा अन गरेर त बोल्दैन सेम रोसी जस्तै रहेछ यार होइन भाइ 3 लट भएको हो किन तिमीहरूको होइन त कति लट भयो खाएको कति लट भयो लामो कति लट भयो तिम्रो खाएको 1 लट उसको 3 लट भइसक्यो होइन त तिम्रो कति लट खायो 2 मात्र 3 होला हौ एम्बर बस्नुपर्ने हो यहाँ चाहिँ डान्स सुरु भएको छ होइन हाम्रो केटाहरू त्यति साह्रो थिएन त्यो भएर हामी नाचिनौँ र आमा अनि बहिनी के अरे बेहुलीको बहिनीहरू चाहिँ छम नाच्नु भइरहेछ छम देख्न सक्नुहुन्छ होइन सबैजना कपिराइट लाग्छ भने मैले बजाइन गीत त्यसको लागि सरी है त धन्यवाद करिब लगभग देख्न सक्नुहुन्छ यहाँ 5:30 बजीतिर होइन बेहुलीलाई उचालेर अब बेहुलाको घरतिर लग्नुहुँदैछ होइन बोकिकन बेहुला उहाँ देख्नुहुन्छ मुटुङ गरेर हाँस्दै हिँड्नुहुँदैछ होइन बेहुली चाहिँ उहाँ रुनुहुँदैछ अब गाडी चलाउनेतिर लाग्नुहुँदैछ यहाँ हाम्रो सोल्टेनी ज्यूले पनि फोटोहरू भिडियो खिच्नुहुँदो रहेछ अब हेर्नु सक्नुहुन्छ तपाईँ होइन मैले चाहिँ पुरै फुटेज देखाइनँ किनकि त्यहाँ रोनाधोना कार्यक्रम हुँदैछ लगभग अब यो सकेपछि हामी चाहिँ होइन घर हामी कम्ती पनि 6:30 बजीतिर निस्केको थियौँ हुर्सिस हिरा दाईसँग बाइकमा आयौँ
यो सकिनेछ अब कार्यक्रम यति नै आजको लागि त्यसपछि फुटबल ल गाइज हामी चाहिँ अहिले म्याच खेल्न जाँदैछौँ भाइ साइकलमा होइन भाइहरू जुत्ता लगाएर नखेल्ने अरे मैले चाहिँ जुत्ता बोकेको छु स्पोर्ट्स सुज अरू केटाहरू चाहिँ अगाडि गइसक्यो खाना खाएर खेल्ने भन्छ खाना खाएर खेल्ने होइन खास गरी तिमीहरू खाना खाएर खेल्ने भन्छ हो सक्छौ खाना खाएर खेल्नु गाइज हामी चाहिँ होइन ग्राउन्ड आइसक्यौँ गाविसको यो हो ग्राउन्ड चाहिँ टक्कसँगले फुटबल भाइ यहाँ छ हाम्रो घोबलडोलको कोरियन भाइ यहाँ छ होइन खै कालो देखिन्छ यसलाई केही देखिँदैन हाँसा त देखिँदो रहेछ यहाँ चाहिँ भातका राउन्ड भएको चाहिँ एउटा कतिको खेल्न सक्छ घोबलडोलको कोरियन हो उपर ह्यान्डसम खालि एउटा मात्रै लुगा लगाएर बसिरहेको हुन्छ यहाँ देख्न सक्नुहुन्छ हाम्रो गाविसको कभर हल यस्तै छ है सबै चुतियाहरूले बनाएको हो यो चाहिँ अहिलेसम्म कम्प्लिट भएको छैन यहाँ चाहिँ ग्राउन्ड छ टक्कसँगले कोसँग म्याच हो थाहा छैन टिम आएको छैन टिम खोइ त आएको यहाँ चाहिँ बेलुका कभर हलमा यहाँ चाहिँ ब्याडमिन्टन खेल्ने मात्रै बनाएको छ अहिले किन हो कसो हो धरान जानुपर्ने झन् म्याचलाई खाना खाएर 11 बजीसक्यो 9 बजी आइज भनेको यिनीहरूले मलाई भन्दै भनेन अब खाना खाएर चल्दै हाल्नुपर्ने हुन्छ धरान मण्डलमा खेल्दै भुटान जित्यो भुटानको टिमले जित्छ थाहा छ मलाई घन्टा जित्छ हाम्रो टिमले जित्छ तर पुराङ उडाउँछ ए यो दाइ पनि छ त किपर हो कि के अरे किपर पनि हो यो अगाडि पनि खेल्छ तर भुटान खत्रै खेल्छ क्या यो दाइ छ अगाडि हाम्रो टिम गर्छ ओए हाम्रो आर्यनले 5 जना कटाएको होइन पसँग दाइ कहाँनेरि कोचिङ हौ कस्टमा कोचिङ तेरो घरमै ए लड बजाउन साफ पिठो जा फ्रीको पाउडर खाना गरे हुन्छ कोरियन भाइलाई अब जान अलिकति हप्सी त हुन्छ ए ताउनु आडम बस्न अगाडि मजा पुजिया अरे जुच्चट्टा खेल्ने मान्छेले उडो फ्याल्दैन ए बिगार दोकान कस्तो बिगारेको हो फेल छ नि त कतिजना फेल त मण्डल ए त कति 2 टाइम फेल भयो अनि तिमी चाहिँ म त यही पाली त फेल भएनौ अबदेखि एक्जाम चलिरहेको भर्खर फाइनल एक्जाममा पो फेल हुन्छ त फर्स्ट सेकेन्ड थर्डमा त के हुँदैन यो त सेकेन्ड टर्मिनल अब पढ्नु पर्दैन आज छुट्टी हो अनि पढ्नु पर्दैन छुट्टीको दिन यो भाइ तिमी त टपर होला त यसको दाइ हो टपर सेम क्लासमा पढ्छ दाजु भाइ एउटै क्लासमा हेर त दाजु म जत्रै छ भाइ यत्रो छ के भनिदियो भाइ तिम्रो उयो 6 प्याक देखाउ त 8 वटा 6 प्याक हेलो भन्नु न हारेर कस्तो लागेको छ भाइ अनि तिमी खेल्न पाएन कोही बोगोटी गयो ए गइसक्यो त्यो लास्टै खुसी लाग्यो मलाई तर लास्ट झ्याल खेल्ने रहेछ ओभर रफ खेल्ने रहेछ अर्को शनिबार चाहिँ जित्ने गरी खेल्नुपर्छ केटा हो 3-1 भयो स्कोर चाहिँ होइन ह्यान्डबल पनि थिएन न के अरे अफसाइड खेलाउँछ न राम्रो खेल्छ होइन फुटबलको फु मात्रै थाहा छ फुटबलको फु मात्र डाङडाना डुङडुङ त्यति मात्र छ त्यही त नि ल अब चाहिँ म साइकल कुदाउन आँटेको होइन भाइले भ्लग गर्छ होइन टक्कसँग लु भाइ भ्लग गर ल छिटै राम्ररी है लडेर फेरि फिनिसको ल अब चाहिँ ए लामो हेलो स्पिड सक्दिनँ म ल पुरा आफ्नो guys, गर्नुपर्छ सक्दिनँ। आफ्नो नि
हाँक्नु न चढ्छु म ल ल ल कुद ल गाइस हाँक्नु न चढ्छु सक्दिन गाई हाँक्नु न चढ्छु हुन्छ क्या हुन्छ हाँक्नु पहिले हाँक्नु त चढ्नु पहिले हाँक्नु ओइ खुट्टा अड्किन्छ मेरो अड्किँदैन हौ हाँक्नु भयो चढ्छु है चढो चढ न हाँक्नु हुन्छ हुन्छ साथीहरू हेर न यार ओइ भैया साइकल त गाह्रो रहेछ त हौ हुँदैन हाँक्नु है ल हाँक्नु भएन अब पानी भइहाल्छ साह्रै कुदाउनु पर्ने रहेछ गाइजहरू ओए कहाँ गयो ल गाइस हेर्नु है ल अब चाहिँ गाइजहरू हारेर सारेर 200 रुपियाँ तिरेर हेर्नु है दाइलाई दाइ जाँदैछौँ भइसक्यो ओ चिन्छ क्या हो सुन्दैन हौ अरू केटाहरू चाहिँ अगाडि गइसक्यो होइन हाम्रो फुचीहरूलाई सिकाउने पनि भएको छ ठगाउँदैछ अरे नि गाइस गाडी रोकाउनु हिँड्नु न म मर्न चाहदिनँ यत्रो गाडी आएको त कत्रो हेर्नु नि त देखाउ त हेर्नु त गाइस यत्रो गाडी आएको छ सक्दिनँ कुदाउनु राख्नु न लिनु पकाउनु चाहिँ यो दाइ त दाइ रहेछ नयाँ दाइ पकाउने हो खुट्टा फाँक भएछ अनि कम जानेदेखि न गेम सक्यौँ कति मैले सेकेन्ड हाफ 12 मिनटसम्म खेलेँ 12 मिनटकै भनेछु म्याच 15 र 12 कति हुन्छ 15 र 12 जोड मलाई के थाहा कति 15 12 28 मिनट खेलेको छु लगभग ए भैयाजी हाम्रो खुट्टा फाँक भएपछि अब धरान जाँदाखेरि खुट्टा गाडीमा एकजनालाई बोकाउनु दाइ त के फाँक हुन्छ धरान जाँदाखेरि अब चाहिँ लास्ट घरि म केटाहरूले यो बोगोटीको छोराले के गर्छ तुलैको छोराले झन् गोल हानेको छ एक गोल यहाँ केटाहरूमा बुट लगाएर पनि खेल्दैन खाली खुट्टै खेल्दो रहेछ म जुत्ता लगाएर खेलेको चिप्लेको चिप्ले किरा जस्तै लास्ट चिप्लेर हैरान भयो नि हौ ए सरी यार अनि ओए यो भाइले हेर्नु है प्रुफ छ यहाँ पुरै प्रुफ छ गल्यो यार बिचरा भाइ खेल्नु पनि पाएन यार त्यत्रो भात खाएर आएको थियो अरे भाइले खेल्छु भनेर सक्छु भनेर म आज गोल माया लाग्दैन एउटा भाइ यो भाइले शनिबार खेल्नुपर्छ शनिबार चाहिँ जित्ने गरी खेल्नुपर्छ शनिबार आउँछु म हाम्रो गोपालटोलको कोरियन अब क्यामेरामा देखिँदैन के गरेको ल गाइस म चाहिँ अहिले होइन धरान जानुको लागि रेडी हुँदैछु सुदूरपश्चिम मान्छे वर्सेस लिम्बुनी के अरे लिम्बुनी गेम चाहिँ राम्रो गेम भएछ होइन 10 ओभर 44 रन 5 विकेट गइसक्यो है बबाल गेम भएछ बबाल होइन टक्कसँगले निसँग चाहिँ ब्यालेन्स हाल्दैन बाटोमा हेर्दै जाउँ भनेर फोन गरेको कहिले उठाइनस् के गर्दैछ थाहा छैन होइन तर अब धरान गरे हेर्नुपर्छ होला होइन अब रेडी हुन्छ है म टक्कसँगले ओहो ह्याट्रिक अनदर ह्याट्रिक सोचेको थिएँ सुदूरपश्चिम मान्छेले यस्तो राम्रो खेलेको थियो है यो टुर्नामेन्ट होल टुर्नामेन्ट एउटा गेम मात्र हारेको थियो त्यही पनि विराटनगरसँग होइन तर आज चाहिँ अनएक्सपेक्ट हार्छ जस्तो लागेको छ मलाई चाहिँ स्योर है तपाईँहरू चाहिँ कुनको सपोर्टमा हुन्थ्यो म चाहिँ विराटनगरको सपोर्टमा थिएँ विराटनगर हारो र पनि केही छैन नेक्स्ट टाइम जित्छ विराटनगरले होइन र पनि आज त यहाँ रोहितले त आज अब्बर भयो त हौ गेम त छिट्टै सक्यो
धरान पुग्नु चाहिँ सकिन्छ होला क्यामै लप्ली क्याम्प रहेछ लप्ली लिम्बू के अरे लुम्बिनी नै लाग्छ म त लिम्बुनी भनेको जहिले झुकेर ल गाइस म चाहिँ अब टक्कसँग रेडी भएर अब जान आँटेको होइन आन्टी बाई बाई अब म 5 गते आउँछु कति गते आउनु यहाँ कति गते हो 5 गते नै हो 5 गते 4 गते आउनु हो कि के गर्नु हुन्छ अब 4 गते कि बेलुकाखेरि आउनु र होइन भने 5 गते बिहान आउँदा नि हुन्छ हुन्छ त्यही गर्नुपर्छ कार्यक्रम हो भने चाहिँ कार्यक्रम भन्दा नि यस्तो बुवाको चाहिँ अब एक श्राद्ध मासिक भनौँ न अब त्यही हो अब आइजन मिलाएर भइहाल्छ म त्यही कता जानु पर्यो आमा बाहिर सिधै यसरी निस्किनु बाहिर निस्किनु आमालाई नि भाइ भन्नु पर्यो आमा आमा गएको म 4 गते आउँछु होला अगाडि नै सडकभन्दा अगाडि मम्मीलाई भोलि पठाइदिन्छु बिहानै हुन्छ आमा फोटो म यहाँ टिपिदिन्छु तपाईँको नम्बर ए यहाँ पक्का नयाँ नम्बरबाट गर्छु क्या एन्सरको आयो होइन त्यही मलाई मिस कल हाल्न मेरोमा छ म गरिहाल्छु नि मिस कल हाल्ने पैसा होला नि म उहाँ पुगेर गर्छु मेरोमै छ क्या तैँले मिस कल गरेछु भने ए ल ए उयो छ नि तपाईँको साँच्ची नयाँ सिम हो नि त 400 मिनट छ नि त नयाँ सिममा दिन्छ क्या त्यही हो ल जा हुन्छ म आइहाल्छु को आउँछ फेरि अगाडि यहाँ दिदीहरू दिदीहरू त को आउँछ त्यही अस्मिता दिदी माइजूहरू अब 4 गते आउँछ ठुलो माइजू अब 3 गते मामा आउने अरे अब 4 गते यता आउने होला ठुलो मामा ए सानो मामा होइन ठुलो मामा चाहिँ सानोमा आउँदा इटरीको मान्छे अब के थाहा अब उता एक छाकी बसेर 5 गते बिहान आउने है के ठेक्कान थाहा छैन अरूको टुङ्गो टाङ्गी छैन लु जा रात बढो बाई 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 ल मलाई त बस्नु यहाँ फुलको हेर्ने यहाँ कस्तो राम्रो ढक्क फुलको नाम के हो यो यो लालुपाते लालुपाते हो ऊ यसै देखिरहेको के अरे त्यो गुराँस जस्तै देखिन्छ परबाट हेर्दा नि लु जा चोरी बारीको खिच्दै जाऊ त ल यहाँ चाहिँ अस्ति हिजो भर्खर मल छोड्नु भएको छ यहाँ कि यहाँ पनि लसुन हाल्ने हो यहाँ साग छर्ने अरे लसुनको लागि चाहिँ त्यहाँ छर्नु भइसकेको छ मल झिकेर यहाँ टिपेर यहाँ घुर्ना र मैले टिपेर अन्त नि ल दाँडी लागेको यही भन्दै आजको ब्लग यहीँ टुङ्गाएँ मैले बाँकी ब्लग अब धरान गएपछि के हुन्छ खिच्नेछु है त।